guys, welcome back to my channel. So it's me Anmol106. This is my first mini vlog. होइन हुन त सेकेन्ड धेरै बनाइसक्यो तर त यतिको यो फेरि असलीवाला भ्लग हो. असलीवाला भनेर बुझिसक्नु होला. हामी चाहिँ अहिले कहाँ अरे आरीपानीतिर आएका छौँ. यहाँतिर एउटा मन्दिर छ नि, यहाँतिर एउटा नुहाउने ठाउँ छ जो कि अहिले यस्तो फोहोर भइसक्यो. अनि हामी यो रोइरहेको थियो त्यही भएर हामी उता गएको. यसको नि फेस देखाउन, फेस रिभिल भएन अझै. त्यही भएर हामी पिकनिक जाने भनेर गएको. यो रोएर म फेरि माथि चोकमा गएर अनि यसलाई लिएर आएको. अनि उतातिर छ यो हाम्रो मन्दिर हो. अनि यहाँतिर हाम्रो मम्मीले पूजा गर्नुहुन्छ. हाम्रो यहाँ छपरी भ्लगर नि देख्न सक्नुहुन्छ तपाईँले अब एकछिनमा. त आभार. त्यसको युट्युब च्यानलको नाम हो सिद्धार्थ नेउपाने. कति अरे सिद्धार्थ नेउपाने भ्लग. र थ्याङ्क यू अरे. हेर्न सक्नुहुन्छ यो हाम्रो मन्दिर, यो हाम्रो नजारा अहिले राम्रो छैन. अनि यहाँतिर सबै फुलहरू छ नि. यहाँतिर हाम्रो बाबाजी हुन्छ. नमस्ते बाबाजी. त्यहाँ गयो अरू, त्यहाँ गएको देख्न त्यो अरू. बाख्रा चलाएर लिएर गएको कि यत्तिकै भाडाहरूको आवाज सुन्न त्यो. ए हेर्न होइन ल ल. अब हाम्रो मम्मी बाबाहरू आउन सकिने थाहा छैन. हामी अब यत्तिकै हिँड्ने. अब जाउँ. म त्यहाँ माथि पुगेपछि तपाईँलाई भन्छु. ल गाइस हामी माथि आइसकेको छौँ. तर यहाँदेखि हेरेर त लाग्दैन. त्यत्रो कोही छ घर. मम्मी. सो गाइज हामी उता आरीपानीदेखि यहाँसम्म आइसकेको छौँ. हामीले बिचाको बाटो फेस रिभिल गराउने हो कि नि. ल फेस रिभिल. ल यो सिद्धार्थ नेउपाने. जम्मा 2 सब्सक्राइबर छ. सो गाइज अब यहाँतिर छ. हामी यहाँ अलि तल जाने हो. अब पिकनिक गर्नको लागि सामानहरू चाहिँ यहाँ छन्. धेरै खाने मासु भात मात्र थियो. गाइज देख्न सक्नुहुन्छ यो हल्का हल्का बाघको निशान हो. यो अगाडितिर गइरह. यसपालि धेरै गाइज हामीले यहाँतिर मासु भात पकाउँदै थियौँ. त्यसपछि यहाँतिर म, मेरो साथी, मम्मी, बाबा, असु त्यहाँतिर त्यसले झलीका भन्ने गीत गाइरहेको थिएँ. अनि यहाँ मम्मीले हाम्रो मासु पकाउँदै हुन्थ्यो. अनि हामी यसो बाहिर गयौँ घुम्न. हामी घुम्न जाँदैछौँ. हेलो. मलाई क्यामेराम्यानै बनाएर नराख्यो. मेरो युट्युब च्यानलमा नि हान्यो. अब मेरो फेस रिभिल अब फेस रिभिल गर्न पर्छ क्या. मैले राख्ने हो यो. ल आज दिन्छु. ल्या भनेको त मम्मीले दिन नै कस्तो गाइस. यहाँतिर हेर्न सक्नुहुन्छ बाघको निशान. गाइस अब हामी तल जान्नौँ. त्यहाँदेखि कालो कालो गोरु होइन बाघ आउनु सक्छ. अनि यहाँ मम्मीले नि बोलाउन त्यही हेर हामी. होइन बाबु साँच्चीमा आउँछ. त्यत्रो बाघको पाइला देखिन अगाडि यस्तो गरेको लिएर जाउँ. हाम्रो मम्मीले बोलाउँदै हुन्छ. यहाँ त पानी नै हुन्छ. तेरो यहाँ कसैले एक्सपिरियन्स हेर्नु पानी. यहाँतिर पानी मिल्नु भनेको एकदमै गाह्रो. ल बाई बाई. हामीले उता अब मासु पाकेपछि तपाईँलाई बोलाउँदैछौँ. बाई बाई टाटा. लन्च पाक्दैछ. दिदीले पकाउँदै हुनुहुन्छ. कस्तो मेहनत गर्दै पुग्दै हुनुहुन्छ. यहाँतिर भुजा छ, स्प्राइट छ, पानी छ. लुडो खेलाइ भइरहेछ. उता लुडो खेल्दै जाडो भएर आएको तापमा हामी अहिले जम्मा 2टा टी सर्ट लगाएको. गाइज हामी फेरि जाँदैछौँ तलतिर. अहिले बाघको त्यो
पन्जादेखि थियो नि त्यहीतिर हामी अब फेरि तल अनि हामी नि के अरे धेरै तल गएको थिएनौँ अब अलि तल जान्छौँ हामी अनि छोरी मजा नै गर्छौँ त्यसपछि फेरि माथि हुन्छौँ यो सिद्धार्थ डन अनि यो म या अनिसी म अनिसिङको फ्यान होइन म अनिसिङको फ्यान होइन गाइज यार तेरा सुपरस्टार जैसी कलाकार मैले बनाउँछु खाना नानीहरूलाई गीत त हामी कता चाहिँ पुगेर फर्केको अरे हामी त ए हो यत्नैतिर कहाँ थियो त्यो गाईले कुचेर गयो मैले कुद्दै थिएँ ए यत्नैतिर हामी यत्नैतिर थियौँ अब हामी अगाडि जान्छौँ अझै अगाडि जाऊँ न त डर लाग्छ म त गाडी ऊ त्यहाँतिर छ हाम्रो पहाड मस्त पहाड त्यो पहाडलाई के भन्छ सुब्बा देउराली बाक पागलस ऊ त्यहीतिर मेरो माउला नि छ मैले माउला गएको भिडियो नि पठाउँछु तपाईँलाई होइन अर्को भिडियोमा हाल्छु मैले हुन्छ मैले तेरो भिडियो प्रमोट गरिदिन्छु कि प्रमोट गरिदिन्छु आफ्नो सब्सक्राइबर हेर्दा सब्सक्राइबर मैले बढाइहाल्छु नि भाइ हेर्दै जान मेरो स्कुलका जनतालाई नि भन्छु मेरो मलाई गफमा मात्र भनेको थियो त्यसको नि मेरो बेबी भन प्लिज भन मलाई बेबी भन्दै पर्ने मानेछ है प्लिज भन्दैछ प्लिज है प्लिज मिठाइदिन्छु 10 रुपियाँ 5 खाले एउटा आउँछ के अरे 1 रुपियाँको एउटावाला मिठाइदिन्छु मलाई मिठाई चाहिँ चाहिन्न भाइ मम्मी म त जान्ने यार ल 5 रुपियाँ ल 5 रुपियाँ ल भनेको गोजीमा 1 रुपियाँ छैन 5 रुपियाँको कुरा गरेर गोजीमा 1 रुपियाँ नि छैन रे जानी हेर उही टाढा पैसा टाढा छोरी देन 5 रुपियाँ 5 रुपियाँ नै किन 5 को दुईटा नोटले अन्त आमा 20 रुपियाँले अन्त अमृतलाई केही दिने यहाँ के भएको थिएन यहाँ तैँले कस्तो पैसा ल्याउने गरे अझ तैँले मलाई दिनुहोस् नि दाइजीले अचेल पैसा नि दिनु हजुर म गरिब भन्छु त त्यही त हामी गरिब छौँ हाम्रो ऊ त्यहाँ चाहिँ यहाँ हुन त सास बढेको छ गाइस पछि उठ्नु टाढो जान बेकारमा आइरहेको के बोलाले देख्यो अरे त्यसमा यहाँ चित्तो नि हिँड्छ र भर्खर त बाहुना चाहिँ गोडलेर न तपाईँलाई भिडियो त देखेन मैन तर त्यो भन्नु थियो चितुवा देख्न त्यो अरे त्यही हामीले भिडियो बनाउनै बिर्सौँ क्या कालोतिर देख्न थियो अरे चाहिँ बाले भन्न थियो न ल हामी उता पुगेपछि तपाईँलाई फोन भन्न आउँछ यार देखाउँछ ल जनता हाम्रो त्यति धेरै टाइम गर्ने भिडियो हुन्न त बढीमा 15 मिनटको 20 मिनटको भन्दा धेरै हुन्न क्या है खै भिडियो त धेरै बनायौँ लगभग 30-40 मिनटको त होला ल हामीले उता आएपछि फोन गर्छौँ लगा रुक न ए रुक्यो के पहिला भन्न त त्यो लगाइज हामीले खानापिना खाइसकेको छौँ थोरै फालेको छ अहिले र अब हामी गर्दैछौँ डान्स गाम मन ल कुन गीत गाम ल डिजे भन्न कुन गीत गाम ल म गीत गाउँदैछु झलीको ल 3, 2, 1 गो स्टार्ट झलीको तिम्रो याद अलीको हिमाल भन्दा नि झलीको तिम्रो यता नाच र यता नाच अलीको हिमाल भन्दा नि सँगै जिउला नि जोबन दिउला नि नाच न जोबन दिउला नि हाय झोलीको तिम्रो ल नाच नाच झोलीको तिम्रो के भयो हिँड्नु ल नाच न नाच झोलीको तिम्रो याद ओलीको हिमाल भन् के भागिराखेर तले नाच झोलीको तिम्रो याद ओलीको हिमाल भन्दा नि झोलीको तिम्रो याद उठा
गाई जो यिनीहरू खाना खाएर अब अनि नाचेपछि उठपट्याङ गर्दा गर्दा यहाँ फुच्चीले हान्दै अब दुईटा लड्छ नि बची 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 असु यता पास गर यता पास गर भने उ तपाईँले छिटो आइज क्यामेराम्यानको त्यो हेर गोरिहालोस् मम्मी र उति अब हामी जानु पर्यो आसु पास गर बोतलले त ल्यागे ओ निम सकेर केन हाम्रो पिकनिक नि भ्याइयो अनि अब अनमोलको घरलाई यसो दाउरा लिएर के भन्छ न दाउरा झेग्रा झेग्रा मलाई फेरि नाम आइहाल्छ के फेस रिभिल नगर्ने सबै झेग्राहरू यहाँ छोडेर गइसक्यौँ ऊ धेरै मार्छ थियो नि यहाँ सिद्धार्थ छ सो गाइस हामी घर पुगिसकेछौँ यो मेरो गाउँको घर हो यहाँतिर दुईटा बाख्रा अनि यहाँतिर यसले साइकल चलाएर हावा सिद्धार्थ तल नै आउनु होला